जेसँग मात्रै बनाउँछु म तनखा अहिले म तनखा बनाउँदिनँ अनि त्यहाँदेखि बाटोमा हिँड्दाखेरि त्यो लिएर काम गर्ने हेर्दा त्यसको कति हाजिरा दिन्छ भाइले नि तपाईँहरूले के काम गर्नुहुन्छ 45 रुपियाँ हाजिरा दिन्छ बिहान 4 बजे आउनुपर्छ 11 बजे खाना खाने छुट्टी हुन्छ 1 बजे फेरि काममा जानुपर्छ अनि त्यसो भन्दाखेरि हुन्छ म गर्छु भने अनि त्यहाँबाट त्यो टेकेको बाबु के बहिनी उसलाई भने ए दाइ म त तिरमा काम गर्दिनँ भने किन तनखाबाट पछि जेसँग चाहिँ बनाउँछु भन्छ मलाई खानु हुँदैन छोराबाट अक्कडे त्यही हो केही गर्दैन नानीहरू छोरीहरू मसिनी छ भने ल तिमी बेला काम गर्छौ त भने गर्छु भने त्यहाँबाट मैले चिनेको मिस्त्री छ त्यसलाई कुरा गरिदिन्छु भोलि मसँग दोकान जाँदैन ल तिमी चोकमा बस्छ त्यसलाई कुरा गर्छु भने अनि त्यहाँ आयो अनि त्यहाँदेखि ए भाइ हिजो मैले कुरा गरेको मान्छे यही हो काम दिनु नि ए बुढो काम गर्न सक्छ भनेर चाहिँ सुब्बाले क्या नेवार्ने बुढी हुँदैन सानो चोकमा बसेपछि अनि पछि मऱ्यो त्यहाँदेखि के काम गर्नुपर्छ छैन त ए जाँखा बुझ्यो ढुङ्गा पनि बोल्नुपर्छ इँटा पनि बोल्नुपर्छ के अरे गैँती पनि खानुपर्छ बेल्टा पनि खानुपर्छ सबै काम गर्नुपर्छ गरिहाल्छ नि भने त्यहाँदेखि जाँदा 1 महिना काम गरेँ त्यहाँदेखि 1 महिना पनि होइन 22 दिन हो कि 1.5 महिना कति काम गरेको थियो अनि तब यो के भन्छ उसको अहिले पछाडि कान्छा भन्छ नि तब नेवार कान्छा नेवार कान्छा घरदेखि पाटेर त्यो के बोइङको भन्छ त्यसलाई नेवार कान्छा घरदेखि अलिक पाटिएको सिर्जना बोइङदेखि पाटेर तर्केर बस्तीमा टेके बाबु घरमा फुलको छोरा मामाको छोरा ऊ हो त्यसको फुलको छोरा मामाको छोरा छोराले छाएको पहिला हाम्रो गाईले छोराले छाएको गरेर देखाएको छ अनि तिमी सक्छौ त काम गर्न भने अनि सक्छु भने तन्नेरी हुनुहुन्थ्यो होला नि त तन्नेरी नै हुनुहुन्थ्यो होला नि त तन्नेरी थियो भने 36 वटा इँटा बोल्नु भने कति हो